ल वेलकम ब्याक टु माई च्यानल होइन साथीहरू। सो अब हामी आइसक्यौँ म्याम। हुन्छ हुन्छ म्यामले आधा बोलेर छोड्नु हो, तर मैले बुझिसकेँ भन्नु फोटो भिडियो राम्रो खिच्नु पऱ्यो भन्नुहुन्छ म्यामले। भनेको पनि सम्झिँदा होला नि। एकदम सरको विशेष फोटो खिच्नु पऱ्यो अरे। विशेष मेरो होइन, हाम्रो शैलेश दाइ के तपाईँ यसो हिँड्नु न डुलो। अब एकछिन घुमौँ होइन। अब खाजा साजाको सिस्टम कति बेला हो यहाँ? के सुरु त भएको छैन नि। आज पौडी हाल्नु पर्थ्यो दाइ। सो गाइस यहाँ चाहिँ स्विमिङ पुल छ होइन, राम्रो लाग्यो मलाई अहिले। त्यो स्टाइल मलाई दरबार रिसोर्ट। ओके सो दरबार रिसोर्टमा हामी चाहिँ हाम्रो स्काइलाइट फ्याक्ट्री होइन, स्काइलाइट कम्पनी भनौँ न, त्यहाँबाट चाहिँ हामी सबैजना आइसक्यौँ। अनि यहाँ चाहिँ आज रमाइलो गर्ने भन्ने हाम्रो विचार हो कि रञ्जित दाई? सही हो, एकदम सही हो। पोइन्ट टु विन हाम्रो लुकास दाई दामी छ है, दामी भर्खर आइपुग्यो है। अब रमाइलो गर्नुपर्छ, हेर्दै जाउँ के हुन्छ। ओहो ल हाम्रो ग्याङ हो यो। यसलाई अर्को ग्याङ यता हुन्छ ट्याटु दाई। झ्याप सत्र झ्याप। हेलो दाइ, नाइस टु मिट यु दाइ। फेरि पनि हान्छ हामी। सानो तिनो ढुङ्गे धारा रहेछ साथीहरू होइन। माता तीर्थको खतरा छ नि योभन्दा त ठुलो होइन। अब यो सबै भोकाएर टुवाट परेको अवस्था। जहाँ गयो नि त्यो जाले फेरि के अरे नामै होइन पोलिटिक्सको कुरा लगाइदिइहाल्ने। म्याम सन्चै हुन्छ? खाजा त अब यहाँ 3टा अन्डा खाएपछि एनर्जी त अन्डा नभएर हुन्छ। हामी यति अन्डा अहिले एकछिनमा जान्छु। हिरोको खेल अन्तिममा आउँछ, कडा आउँछ। सबभन्दा इम्पोर्टेन्ट पार्ट हो नि यो त। सो अब चाहिँ पुरीको पालो। बोल्नु पनि पऱ्यो नि भाइ यार, यो चाना ग्रेभी त्यस्तो मिठो छ भनेर भ्लगमा त्यो भन्नु पऱ्यो नि त। दाइ भनिदिनु त प्लिज। हाम्रो तेज भाइले चाहिँ टक्क लाएर पुरी 2वटा अनि एउटा चानाको झोल लिएछ, सलिड मिठो मैले चाहिँ खाइसकेँ। अब अगाडि बढ्नुहोस्, फेरि गर्नु पनि हुँदैन। सो ओके अब सलादको पालो छ साथीहरू। सो दिस इज आवर सलाद। ड्यामका ड्याम लिनुपर्छ एउटा एउटा पिस। आयो म त सिधै 3टा हो फेरि, एउटा एउटा हुन्न। अहिले प्रोम्याक्स लेभल हो। अब अन्डा खाइन्छ यहाँ। अरूले खाएर लगभग सकिसके। One, 2, 3, go. Full. 1, 2, 3, 4. यस्तो नराम्रो। अब चाहिँ हाम्रो यहाँ फुटबल कम्पिटिसन हुन्छ। गेम फुटबल भन्नाले सिधै त्यो पेनाल्टी हान्ने कि त्यो स्कोर गर्ने हो होइन। सो त्यो अब हामीले सुरु गर्दैछौँ। त्यसको लागि चाहिँ अब एकछिनमा यहाँ
सबै भेला भइरहेछ पिकनिकमा चाहिँ हाम्रो एचआर म्यामको घाँटी सुक्ने रहेछ नमजाले छिर्यो बल छिर्यो दाइ तपाईँको पनि यति मिस्टेक भयो को दाइ खोइ हाम्रो फ्याक्ट्री टिमहरू रुन आँटिसक्यो छिराउन जान्नु पर्यो Fast, çıktı. Fast. Çıktı. हाम्रो जुस ब्रेक छ हैन अब यहाँ अरु सबैले खाइरहेछ कतिको यहाँ गोर्खा स्ट्रङ हान्ने बेला भइरहेछ मेरो चाहिँ यो स्ट्रङ हो दिस इज माई स्ट्रङ यता गोर्खा स्ट्रङ यो के हो दिदी ओके यो ड्यू अनि यो कोका कोला अनि यो स्प्राइट अनि यो फेन्टा अनि बाँकी हातमा सबैले गोर्खा स्ट्रङ बोकेर दौडे अब मेरो पालो मैले त के खाने स्प्राइट खान्छु आई लभ स्प्राइट ओके है मैले त स्प्राइट खान्छु गोर्खा स्ट्रङ खाँदिनँ क्या त मैले त्यही भएर यो र पानी कुपन मैले बाँड्दिनँ कि मैले खाँदै खान्न केही नि खान्न त्यस्तो धन्यवाद सो अब स्विमिङ खेल्नुपर्छ होइन अनि स्विमिङ खेल्नको लागि कस्ट्युम चाहिन्छ जुन चाहिँ मसँग बिल्कुल छैन त्यही भएर म अब किन्नलाई जाँदैछु अब कहाँ पाइन्छ थाहा छैन कि मलाई हजुर के फोटो खिचिदिने के भनेको ल भन्नु हाई बाई ए ल ओके बच्चाहरूको स्कुल सकिएछ क्या अहिले रमाइलो रहेछन् केटाकेटीहरू होइन के अरे बहिनी केटाकेटीहरू रमाइलो छन् आजभोलि है सबैलाई युट्युबले छोड्छ कि युट्युब ब्लग एन्ड एभ्रिथिङ एन्ड यस मैले भर्खरै कस्ट्युम किनेँ सो यसलाई चाहिँ 350 रुपियाँ पर्दो रहेछ अनि हामी चाहिँ अहिले पौडी खेल्ने ठाउँमा यहाँ छ पौडी अहिले अब खेलिन्न एकैछिनमा पैसा लाग्छ साथीहरू होइन अब मेरो पालो हो यो खाना खाने टाइम उता चाहिँ नाच्ने कार्यक्रम चलिरहेको छ उता अनि यता अब हिरोको खाना सो अब चाहिँ म यहाँ खानाको लागिसकेँ पकौडे हो यो चाहिँ भान्छ यसो बिचरा चिकन चिल्ली भन्छ र नामै थाहा छैन सो मेरो प्लेट फुल भएको छ थ्याङ्क यू रे एन्ड खाना बस्ने कता हो यतै बस्नु त होला है एक्लै बस्नु एक्लै आई वान्ट टु बी लाइक सो म त त्यहाँ बस्छु होइन नाचेको नि हेर्नुपर्छ कि नाचेको
बिहान मैले काटेको भाले हाम्रो सेटै काले बल्ल बल्ल निर्माया Sorry. Okay, so guys, right now I'm in the swimming pool. होइन म चाहिँ अहिले एक्लै छु किनभने सबैजना अरू उता गेमहरू खेलिरहेछ म चाहिँ खासै अब त गेम खेल्न मन नलागेको भएर स्विमिङ पुल छु अब हेरौँ म तल जाँदैछु ल सो दिस इज द डेप्थ सी लुक या गाइस लुक आई लभ दिस लुक यहाँ कति आउँछ डेप्थ है त ओके यसको टोटल यति हो यहाँको होइन सो गाइज होइन भर्खरै मैले पौडी खेल्न सकेँ अनि पौडी खेल्न सकेर चाहिँ म यता सावर गरेर अनि म अहिले यता छु सो या इट वाज गुड अमेजिङ मलाई एकदम मन पर्यो यहाँको स्विमिङ पुल एन्ड मेरो रिभ्यू चाहिँ राम्रो छ सो आई एम पोजिटिभ अबाउट दिस प्लेस ठाउँ राम्रो छ ठिक छ बट स्विमिङ पुल चाहिँ मलाई एकदम मन पर्यो अनि अर्को कुरा के छ भने भित्र सावर गर्ने ठाउँमा चाहिँ हट वाटर छ होइन वार्म वाटर हट वाटर जस्तो भने त्यस्तै छ यहाँ बिङ्गो गेम भइरहेछ हाम्रो यहाँको टिमले जित्ला जस्तो जस्तो अलिकति छाडकाट छ होइन म्याम तपाईँ कतिवटा पऱ्यो मेरो पर्यो 2 त ए आजको दावेदार म्याम होला जस्तो छ अब यो ग्याङमा कसैको पर्छ जस्तो छ पर्छ ओके ल बधाई छ बधाई छ अनि तपाईँहरूको ग्याङमा कसैको पर्ला जस्तो छ दाइ चाहिँ हाम्रो अर्गनाइजर हो यो राम्रो होइन यो चाहिँ एकदमै राम्रो तरिका होइन खयर भनेर यसरी लेखेर राखेको छ त्यसपछि मान्छेले यसरी रुख चिन्न सक्यो होइन यसरी अरू अरू रुखहरूमा पनि छ अनि म तपाईँहरूलाई देखाउँछु जस्तो यहाँ हेर्नुहोस् यसमा पनि टक्कै यसरी आफ्नो प्रत्येक रुखमा चाहिँ यसरी लेखेर राखेको छ इट्स भेरी नाइस होइन क्रिएटिभिटी प्लस पोइन्ट हो मलाई मन पर्यो एन्ड या यस्तो पिङ झुलाहरू ठाउँ ठाउँमा छ अनि अरू त यता हेर्नुहोस् सबैजनाले बिङ्गो खेलेर निस्के अहिले चाहिँ होइन सो अब ग्याङहरू सबैले आफ्नो भाग लिएर बसिसकेको अवस्था छ यहाँ ल सबैले मिलेर गरिरहेको छ यो चाहिँ भात अनि दाल ओके भेजिटेबल हो यो चाहिँ साग अचार गोलभेडा अचार मुलाको प्लस अरू चिज छ दिस इज सलाद एन्ड पापड एन्ड देन दिस मटन करी सो आजको यो छ स्पेसल एन्ड देन यता चाहिँ के छ यता के छ ओ यता चाहिँ डेजर्ट रहेछ ल सो यता चाहिँ हाम्रो सलिड छ है अनि यता हाम्रो अर्को दाइ हुनुहुन्छ अनि फेरि अर्को दाइ हुनुहुन्छ आजको हाम्रो पिकनिक कार्यक्रम अन्तिम क्षण छ अब भने सबैजना हामी यहाँबाट निस्किने सो त्यसको तयारीमा छौँ आई थिङ्क दोबारा आइन्छ कि आइँदैन थाहा छैन तर यहाँ ओके दाइले फेरि आउनु अरू त थाहा छैन स्विमिङ गर्न चाहिँ आउन सम्भावना छ ओके दाइले भनेको सबैले सुन्नुहोस् आइहाल्नुहोस् जम्मा 350 पर आवर अझै पिकनिकले छोडेको छैन यता अर्को ग्याङलाई
पिकनिक सकिन्न त्यहाँ पिकनिकले छोडेको छैन कि हामी सोधपुरमा जाने छ होइन के भन्नु लाग्छ यो कुन ठाउँ हो ठाउँ कुन हो यो किबाचोक भन्छ गुन्डुक किबाचोक गुन्द्रुक केवा चोक ललितपुर यस्तो केमा भक्त नगरपालिका सूर्य विनायक नगरपालिका अनि हाम्रो गाडी कुन हो यो गाडी कहाँ जाने गाडी यो उता सातो बाटो कलङ्की यो होइन भाइको मेरो उता उता तल्लो पल्लो भाइ ल ल गाइस see you